गाइज वेलकम ब्याक टु आवर भ्लग। आजको भ्लगमा चाहिँ हामी जाँदैछौँ चामल किन्न। सो हाम्रो विमल दाई पनि जाँदै हुनुहुन्छ। लेट्स गो गाइज। हाम्रो विमल दाई त्यहाँ हुनुहुन्छ, हाम्रो गाडी छ यहाँ। अब हामी जाँदैछौँ लेपा पाएर। बस्नुहोस् विमल दाई। गाडी अनलक गरौँ। लेट्स गो। बस्नुहोस् दाजु। नमस्कार छ, नमस्कार नमस्कार। रेकर्ड भइरहेछ है। सौरभ भाइको रसको फाल्ने ठाउँ यहाँ चाहिँ मिक्स हो र त्यसपछि बायोडिग्रेडेबल चाहिँ बायो लेखेको हुन्छ, त्यसमा फाल्नु पऱ्यो। सिसाको चाहिँ यहाँ लासीवाला लेखेको हुन्छ, मेटलको कुरा चाहिँ मेटली। डिफ्रेन्ट छ यहाँ चाहिँ सबै बनाएको छ। यहाँ तेरासीहरू त राम्रो रहेछ। चेस खेल्न मिल्ने रहेछ, ठुलो चेस रहेछ। अब हामी मेरो मार्केट जाँदैछौँ होइन रामबाबु? मेरो मार्केट सबैको मार्केट। सौरभ भाइ हामी मेनली चामल खोज्न आएको। चामल भने जस्तो पाइन्छ। कस्तो खालको चामल हामीलाई चाहियो? सामा चामल चाहिएको, सामा बासमती। बासमती लङ ग्रेन चाहियो हामीलाई। यतापट्टि रहेछ हेरौँ। इजिली पाउँछ दिल्लीमा, मार्केटमा। तर हेल्सिङ्की यसको बाटोमा चाहिँ अरू ठाउँमा त भन्न सक्दिनँ। हेरौँ। थाई राइस रहेछ हाम्रो। लगाइदिया फ्रेस तरकारीहरू पाइन्छ। सौरभ भाइ खतरा देखिन्छ। ठिक छ, हाम्रो यहाँ ठुलो मुला पनि छ। धनियाँ पनि छ, मकै पनि रहेछ गाइज। मकै कसैले खानु मन छ भने 1.79 युरोमा। टमाटर यो के हो? ब्लुबेरी पनि रहेछ। अमेरिकन। त्यस मार्केट राम्रो रहेछ गाइज, चेकआउट। सौरभ भाइ त्यसमा के भयो अरे? हाम्रो भनेको पाइएन। हामीले प्राइस भन्दा पनि खोजेको चामल चाहिँ भेट्दैन। जुन पाइ त्यही लाने कुरा नि भएन। बिल्कुल एकदम। खानैकै लागि यहाँ आएर 8 बजे माल्मी पनि। ठिक छ, यहाँको पनि बन्द भइसकेछ। हो ओके, 8मा बन्द भइसकेको छ। ल यो पनि बन्द भइसकेछ गाइज। अब हामी कता जाने होला विचार गरौँ। ल गाइज इन्जोय। पानी होइन, 7 अप हो भिडियोको लागि। हामी अनबक्सिङ गर्दैछौँ बर्गर, केएफसीको मिनी बर्गर। महँगो खाना छ भने केएफसीमा आउनुहोस्। फ्राइड चिकन रहेछ। यो दाइ है कहिले आउँछ दाइ?
ब्लग रेकर्ड हुँदैछ क्या र सर भाइले बाई बाई गर्नु पर्यो हरेक दिनको होला नि होइन डेली ब्लग डेली ल त सौरभ भाइ हस् राम्रोसँग जानु होला केही भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई दर्शकहरूलाई लाइक सब्सक्राइब कमेन्ट सबै यति भन्दै म बिदा मारी हुन चाहे हस् त नमस्कार जय जय होस् ल